हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि थुप्रोमा चाहिँ भ्लग बनाऊँ भनेर एउटा भ्लग बनाउँदैछु होइन। आज चाहिँ भ्लगमा के हुन्छ भन्दा आज खेताला जानुपर्छ। आज हाम्रो माला राखेको अलैँची बारी फाड्ने छ, अनि त्यहाँदेखि आज खेताला बोलाउनु भयो। त्यही भएर अलैँची बारी फाड्न जाँदैछु। अनि के टालेको भन्नुहुन्छ होला, अघि दारी काटेको, दारी काट्दाखेरि मासु पनि काट्यो, अनि यसो लसुनको पत्ता टालेको। यो चाहिँ हाम्रो आखेले भन्नुभयो, पत्ता टाल भन्नुभयो, अनि टालिदिएको। त्यहाँदेखि अनि हाम्रो आज खेतालो चाहिँ हाम्रो गाउँको पुच्छारमै जानुपर्ने हो। अनि हाम्रो घर चाहिँ माथि छ, अनि खेतालो जानु आउनु आधी घन्टा लाग्छ। त्यही पनि अब जाउँ भनेर बेलुकासम्म खेतालो छ। खेतालो थुप्रै छ होला, म पनि एकजना। अनि त्यहाँदेखि आज दिनभरि थुप्रो पछि भ्लग बनाउने मन लाग्यो, अनि त्यही भएर चट्ट भ्लग बनाइदिउँ भनेर तल्लो गाउँतिर लागियो। चट्ट भ्यू चाहिँ दामी देखिन्छ हाम्रो गाउँदेखि। यता यो पारेको डाँडा यता उम्लिङ हो, यता माथि कुनामा मदामसिंह भन्छ, यो चाहिँ तेलुक हो होइन। फाइनल्ली म चाहिँ मामालाई आइपुगेँ। अझै अलैँची फाड्नु चाहिँ भन्दा नि तलै जानुपर्ने हो, गर्मी भएर ज्याकेट नै खोलेको। यताउति चाहिँ अलिक माथिभन्दा धेरै गर्मी हुन्छ, तर ज्याकेट चाहिँ लाएरै काम गर्छु म, किनभने घाँटी पोलेर कालो बनाइदिन्छ। अनि यहीँ भात खाने हो, अनि त्यहाँ तल काममा जाने हो। काम चाहिँ हाम्रो 11 बजीदेखि सुरु हुन्छ। आमा भाग्यो अरे आमा। हाम्रो मालामा चाहिँ थुप्रो कुराको फल्छ। कागती आरू बगडा यस्तो पाकिरहेको छ, आरू बगडा खान जानु पर्यो यार। म चाहिँ यहाँ आल्चाको बोर्डमा आइसकेँ। यहाँ आल्चा अनि आरू बगडा के पनि भन्छ यसलाई, अरूतिर पश्चिमतिर के भन्छ होला होइन। ओभर पाकेको छ, यहाँ दामी पाकेको छ, खानै पर्ने हुन्छ। अब चाहिँ हामी खानासाना खाएर फाड्न जानु लागिसकेको छौँ होइन। हाम्रो अब सामानहरू रेडी हुँदैछ। मान्छेले खतरा रेडी हान्नु ठिक गर्नु न, एकदम फर्की गरेर। आजको मेरो फाड्दाखेरि लाउने सामान भनेको एउटा पन्जा चाहिँ चाहिन्छ, यता समात्ने, अनि अर्को हातले हान्ने हो। अनि चट्ट गोल्डन बुट हो, यो चाहिँ 2015 को वर्ल्ड कपको गोल्डन बुट हो यो। अनि त्यहाँदेखि यो दाउ चाहिन्छ, यस्तो हान्ने हो। अनि ऊ तलदेखि अलैँची बारीतिर जाने हामी, ऊ तल। अब चाहिँ हामी मिलोतिर लागिसक्यौँ। माइज आल्चा लानुहुन्छ अरे भरे के अरे मिलोमा खानको लागि। माइज टिप्नु त दामी भाडा टिप्नु त। बाँसमा चढ्नु पनि थामिहाल्छ नि, थाम्छौ? हामी चाहिँ अहिले काम गर्ने बारीमा आइपुगिसक्यौँ। अनि यो के गर्ने भने हामीले त्यो माथिको घाँसहरूलाई सब काट्ने हो, यस्तै काटेर चिल्लो बनाउने हो। अनि अझै काम गर्ने चाहिँ हामीले आखेहरूको हो। आखेको छोरा विदेशमा हुनुहुन्छ, अनि छोरी पनि विदेशमा हुनुहुन्छ। आखे मात्रै यहाँ बस्नुहुन्छ। आखेको अलैँची बारी चाहिँ टन्नै छ यता, यो देखेँ यति यता यत्रो अलैँची बारी चाहिँ। कति फल्छ आखे तपाईँहरूको ठ्याक्कै भनिदिनु त? अहिले यसो कति फल्ला अनुमान
8-9 मन चाहिँ फल फल्छ। एक मनको 1,40,000 जति भयो भने चाहिँ मजा आउँछ है। मजा आइरहेछ कमाले मजा आइरहेछ फाड्नु फाड्दा चाहिँ हाम्रो पानी खाने ब्रेक भइसक्यो। हामी आज कति 5जना छौँ फाड्ने चाहिँ पानी सानी खाने हो। पानी खाने ब्रेक भयो चाहिँ ब्रेक भनेको 2 मिनटभन्दा कम हुनुपर्छ हाम्रो, अन्त फाँडेर सकिँदैन फेरि। के पानी खाउँ हो ए फाइनल्ली अहिले चाहिँ हाम्रो खाजा खाने बेला भइसक्यो। कति हामी खाजा 3 बजीतिर खान्छौँ होला। अनि त्यो गरेर अब यहाँ घरमै हामी चाहिँ खाजा खानु केटाहरू आज न त्यो हात रातो रातो भएको छ। यो घारीले पासेर गाह्रो हुँदो रहेछ यार फाड्नलाई यार। पैसा थाप्ने बेला मात्रै सजिलो, यो फाड्ने बेला गाह्रो हुँदो रहेछ। आज हामी खाजासाजा खाएर एकछिन रेस्ट हानेर फेरि हाम्रो वर्कमा माथि चाहिँ हाम्रो कहाँ अरे हामीले गर्दा गर्दा माथि चाहिँ केटाहरू लागिसक्यो अगाडि। फाइनल्ली आजको लागि चाहिँ हाम्रो छुट्टी भइसक्यो। अब फेरि भोलि आउने हो। अहिले 6 बजिसक्यो। 6 बजीसम्म काम 11 बजीदेखि 6 बजीसम्म घाम पनि डुब्न लाग्यो। अनि टक्क यहाँदेखि आधी घन्टा हिँडेर फेरि घर जानुपर्ने दामी छ हिँडेर चाहिँ। अब आजको भ्लगले यतैतिर इन्ड हानिदिन्छु। फेरि यहाँसम्म हेर्नुभएको छ भने थ्याङ्क यू फर वाचिङ।